हेलो साथीहरू, हामी चाहिँ बिहानै उठेर अब लाग्यो चटपटे खानु। हिजोको भिडियो चाहिँ सबै उड्यो, मेरो ग्यालरीमा भएको फोटो सबै उड्यो। अब हामी चाहिँ चटपटे खानु लाग्यौँ है, चटपटे खानु लाग्यो है। मेरो चाहिँ फोटोहरू सबै यो मेरो क्यामेराले चाहिँ फुल्की फुल भनिरहेको थियो, अनि त्यस पछाडि मैले सबै डिलिट हालेछु। मलाई थाहा नै नभएर त्यही भएर सबै डिलिट भयो। हिजोको मेरो फोटोहरू सबै नै डिलिट भयो। मैले हिजो दिउँसो बनाएको भिडियोहरू पनि डिलिट भयो। त्यही भएर अब हामी चाहिँ चटपटे खानु लाग्यौँ है गाइजहरू। मङ्गलबार त साथीहरू, बहिनी र म चाहिँ यहाँ चटपटे खानु आइरहेको छौँ। अनि म चाहिँ नानीलाई जिस्काउँदैछु पिरो छ भनेर। अनि चटपटे खाएँ मैले चाहिँ साथीहरू। चटपटे खाएर चाहिँ म चाहिँ फेरि पनि माथि बजार निस्किनु पर्ने छ, त्यही भएर हामी चाहिँ चटपटे खानु मात्रै यहाँनिर आएको। अनि मेरो चाहिँ एकदम भिडियोहरू बनाउँदा स्टोरेज फुल भनिरहेको थियो नि त, त्यही भएर मैले चाहिँ डिलिट हान्ने भएको। मेरो फोटोहरू यहाँ भएको भिडियोहरू, अघिल्लो दिनको भिडियोहरू सबै डिलिट भइगयो साथीहरू। त्यही भएर यो चाहिँ आजको भिडियो हो, मैले तपाईँहरूमा प्रस्तुत गरेको चाहिँ। साथीहरू, यहाँ चाहिँ बहिनीले नानीलाई चक्लेट खुवाउँदै। यो चाहिँ हाम्रो ताप्लेजुङको मौसम है आजको। यताको यस्तो देखिरहेछ। खतरा छ त्यो पानी आएर छाता चाहिँ फेरि हातमा हुन्छ हाम्रो चाहिँ यसरी। आउनुहोस् आउनुहोस्। हिजोको न खाइयो छ, न कोलगेट, न ब्रस छ, न कपाल गर्नु रहेछ, न दाँत मस्काउनु पाएको छ। साथीहरू, हामी चाहिँ आज चाहिँ कफी हाउस आइराखेको छौँ। यहाँ हेर्नु सक्नुहुन्छ यस्तो छ, कफी हाउस आएको छौँ हामी चाहिँ। हामी खासमा फोटो भिडियो बनाउनुको लागि आएको साथीहरू। हामी चाहिँ यहाँनिर भिडियो बनाउँदैछौँ। अघि चाहिँ बादल आइरहेको थियो, अहिले चाहिँ घाम लागेको छ। अनि यहाँनिर हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ यो घर छ। यो घर बनाएको चाहिँ अहिले होइन, तर अहिलेसम्म पनि कम्प्लिट नभएको जस्तो देखेँ मैले चाहिँ हेर्दा। कम्प्लिट भएको हो कि होइन मलाई चाहिँ थाहा भएन। यो घर चाहिँ यस्तो छ साथीहरू। अनि यो चाहिँ हो कफी हाउस। हामी चाहिँ यहाँनिर आएको छौँ नानी बहिनी। अनि ल साथीहरू, हामी चाहिँ कफी हाउसदेखि अझै फर्क्यौँ जाँदैछौँ। ओ इस्कुस फलिरहेछौँ यहाँ। हाम्रोतिर चाहिँ यसपालि इस्कुस छैन साथीहरू। यहाँ त मुन्टा बोटै नभइकन इस्कुस बाक्लो फलिरहेछ। कस्तो हेर्न सक्नुहुन्छ होइन होला होइन। त्यहाँबाट कुन चाहिँ ज्यादै हो। हामी चाहिँ यो जग्गामा पुग्यौँ साथीहरू। यहाँ चाहिँ गेट छ, कफी हाउस छिर्नु हुन्छ। यहाँनिर कफी हाउस छिर्ने गेट आँखा छ मस्कारा लाएर आँखा चाहिँ भुटको जस्तो खायो साथीहरू। घरतिर लाग्यौँ मेरो त अलिकति लड्दै गर्नु भएन। कहिले आएको थिइस् हौ त चाहिँ? हिजो आएको थियो। त्यो अपरेसन पनि एक्सिडेन्ट कसरी। साथीहरू, हामी चाहिँ गाडी चढेर घरतिर लाग्यौँ। अनि मेरो चाहिँ मस्कारा लगाएको थियो नि त, त्यही भएर उँधो लागेर कालो कालो बगेर कालो कालो भएको जस्तो भएको थियो। त्यही भएर म चाहिँ पुस्दैछु। अनि त्यस पछाडि म चाहिँ भन्दै पनि छु मस्कारा लागेर कालो भएको हो कि जस्तो मलाई लागिरहेको थियो। साथीहरू, हामी चाहिँ हाम्फाङ चाहिँ उत्रिसकेको छौँ। हामी चाहिँ यहीँनिर उत्रेको, गाडीले एकदम मातेको भएर। अनि हामी चाहिँ यहाँनिर पानीपुरी खाएर
घरतिर लाग्यौँ साथीहरू। मैले पानीपुरी खाएको भेटेँ जस्तो लागेन। अनि यो चाहिँ अलिक परतिर गएर हामी एकदम थाक्यौँ। गाडीले हिँड्नु पनि मातेर हिँड्नु पनि नसकिरहेको थियौँ नि त। अनि त्यही भएर हामीले चाहिँ एकछिन निकै बेर नै बस्यौँ। अनि बसेर भारी पनि गरमै थियो। अनि त्यही भएर बसेर मात्रै गयौँ। मेरो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई? साथीहरू सबैजनाले माया गरिदिनु होला। तपाईँहरूको सपोर्टको एकदम जरुरत छ मलाई चाहिँ। बाई बाई साथीहरू।